हेलो साथीहरू, वेलकम छ मेरो ब्लगमा। आज चाहिँ मेरो छुट्टीको दिन, त्यही भएर म चाहिँ यहाँको ताल घुम्न आएको। पहिला पनि एकचोटि आइरहेको थिएँ, साथीहरू म आइरहेको थियौँ। पहिला चाहिँ हामी यहाँ पछाडिसम्म मात्र आइरहेको थियौँ। त्यति बेला चाहिँ यो ताल सानो थियो जस्तो लाग्थ्यो, तर यता पनि आउँदाखेरि चाहिँ यो ताल ठुलो रहेछ कि, यस्तो कर्क भएर घुमेर आएको रहेछ, त्यही भएर ठुलो रहेछ। पहिला हामी आउँदाखेरि चाहिँ यहाँनिर फिसिङ गर्नेहरू थुप्रै थिए क्या, सायद यहाँको बिदाको दिन भएर पनि होला। अनि आज चाहिँ सुनसानै छ यहाँनिर, खासै फिसिङ गर्नेहरू नै कोही छैनन्। यस्तो गर्मीको मौसममा पनि कस्तो तालको चिसो हावाले गर्दाखेरि आनन्द भइरहेछ कि, चिसो हावा आइसकेको जस्तै। जङ्गलको बिचमा नि घरहरू क्या, शान्त आनन्दको ठाउँमा। पछि मलाई नि यस्तै ठाउँमा घर बनाएर बस्न मन लागिरहेछ। शान्त आनन्द ठाउँ, स्वच्छ हावा, जङ्गलको बिचमा नि घर रहेछ कि यहाँनिर। यसो हेर्दाखेरि चाहिँ मजाको लाग्ने क्या। हेलो, मेरो ब्लगमा स्वागत छ। मलाई फेरि कुकुरहरूदेखि डर लाग्ने, तर यो चाहिँ यस्तो एट्याक गर्ने टाइपको थियो, अलिक एरोगेन्ट टाइपको रहेनछ। कस्तो मजाको शीतल ठाउँमा यहाँको घरहरू नि। पछि मलाई पनि यस्तै ठाउँमा घर बनाउनु पर्यो। गर्मीमा एसी पनि नचाहिने, ठ्याक्क जङ्गलको चिसो, वरिपरि जङ्गल छ, वरिपरि जङ्गल, अनि यता चाहिँ ताल, यहाँ माथि जङ्गलको बिचमा चाहिँ यहाँको घर। अलिअलि एग्रिकल्चर नि गरिरहेको रहेछन्, खोर्सानीहरू छ। अनि यो चाहिँ यहाँको चिहान। यहाँनिर चाहिँ मान्छे गाडेपछि माटोले मात्र छोप्छन्, ढुङ्गा पाइँदैन खासै यहाँनिर, त्यही भएर ढुङ्गाले छोप्दिनन्। अर्को फ्यान त यहाँनिर रहेछ त है, यस्तो इनोसेन्ट टाइपको रहेछन्, त्यस्तो भोग्ने यताउता कराउने खासै केही छैन। अनि यो चाहिँ मेरो बुलेट बाइक, सर्र चढेर आएको बुलेट बाइकमा। त्यो पहिला चाहिँ साथीहरू म यहाँसम्म मात्र आइरहेको थियौँ कि, यहाँ परतिरसम्म, त्यही भएर सानो थियो जस्तो लाग्थ्यो ताल चाहिँ, तर ठुलो रहेछ। फिसिङ गर्ने ठाउँ। पहिला साथीहरू म आउँदाखेरि चाहिँ यहाँनिर पुरा वरिपरि फिसिङ गर्नेहरू थिए क्या, मेलै लागेको जस्तो थियो र सधैँ मान्छे हुन्छ नला भनेको त खासै कुनै बेला मात्र आउने रहेछ। त्यस्तै यहाँको कामको छुट्टीको बेला, यहाँको होलिडे, त्यस्तै यहाँको सार्वजनिक बिदा, त्यस्तोमा चाहिँ मान्छेहरू आएर फिसिङ गर्ने रहेछ यहाँनिर। रमाइलो छ नि, माछाहरू यहाँ त्यतिकै यहाँ छेउछेउमा
पौडिरहेछौँ तैरिरहेछौँ। अब त साथीहरू आजलाई